साथीहरू हामी फाइनली जाने ठाउँ चाहिँ यो हो र सनराइज यो देख्नुहुन्छ नि साथीहरू 10,000 फिट माथि सिँदरमा हालिरहेछ टाउको हेर्नु सक्नुहुन्छ उसको नाम हो गोमाथि स्वागत छ तपाईँलाई मेरो भ्लगमा साथीहरू हामी चाहिँ आइसकेको छौँ नन्दिनी हिल्स कस्तो मजा आइरहेछ एकदम जङ्गली जङ्गल छ यताउति चाहिँ देख्न सक्नुहुन्छ तपाईँहरूले जङ्गली जङ्गल छ फुल घन्टी फुलहरू पनि छ यहाँ चाहिँ टक्कसँगले मजा लागिरहेछ मलाई चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो गाउँको जस्तो जङ्गलहरू पनि रहेछन् अनि हाम्रो दाइ चाहिँ यता क्यामराम्यान एन्ड म चाहिँ यता भ्लगम्यान कस्तो लाग्यो त भिडियो यदि मन पऱ्यो भने लाइक गर्नु सब्सक्राइब गर्नु नबित्नु फलो पनि गरिदिनु होला गरिदिनु होला माथिबाट चाहिँ बिहारीहरूले गाना गाइरहेछ है त्यहाँ चाहिँ त्यहाँ माथि एउटाले निधारमा हानिरहेछ टाउको हेर्नु सक्नुहुन्छ उसको नाम हो गोमाथिङ साथीहरू 10,000 फिट माथि चाहिँ म आइपुगिसकेको छु अनि मलाई चाहिँ मेरो यहाँ झुन्डिरहेछ क्यामेरा त्यही पनि मैले फोनले गरिरहेको छु भिडियो ब्लगिङ सो म साह्रै थाकिसकेको छु यो सिँढीबाट मैले 2,000 सिँढी चढिसकेँ त्यही पनि मैले अहिलेसम्म आफ्नो कामयाबसम्म पुगेको छुइनँ सो मलाई साह्रै नै खुसी पनि लाग्छ र दुःखी पनि लाग्छ कहिले पुग्छु भनेर एकदम दिमागले सोचिरहेछ सो साथीहरू स्टे ट्युन मजाले बसिदिनुहोस् होला अनि मेरो भ्लगलाई इन्जोय गर्नुहोस् होला सो साथीहरू यहाँ देख्न सक्नुहुन्छ यहाँ पेडहरू कस्तो राम्रो छ अनि ठाउँमा आएर त कस्तो लागिरहेछ भन्दा गाउँमा आएको जस्तो फिल भइरहेछ साथीहरू अनि साह्रै मजा पनि आइरहेछ तपाईँले सिँढीहरू यस्तो छ है देख्नुभयो यस्तो गरेर चढिरहेछु र पनि म अहिलेसम्म मतलब कामयाब भन्ने ठाउँसम्म अहिलेसम्म पुगेको छुइनँ अनि आज चाहिँ म यो पहाड फाइनली कट्न आँटिसकिसकेको छु अनि हाम्रो साथीभाइहरू हाम्रो ग्रुपको जति पनि दाजुभाइहरू हुनुहुन्छ उहाँहरू चाहिँ अगाडि कटिसक्नु भयो अनि म चाहिँ कट्नु सकेको छुइनँ अहिलेसम्म क्यामेराको ब्याट्री लो भइसकेको छ अब माथि गएर ब्याट्री चेन्ज गर्ने त्यसपछि हुन्छ म बहिनीलाई ब्युटिफुल फुल दिँदैछु थ्याङ्क यू बडा थ्याङ्क यू भने कति मजाले भनेको थ्याङ्क यू साथीहरू हामी फाइनली पुग्यौँ हाम्रो मिसनमा मिसनभन्दा पनि एउटा हाम्रो मेन रोडमा देख्न सक्नुहुनेछ तपाईँहरूले हामी पुगिसक्यौँ नानीहरू चाहिँ तपाईँ रहेछ यताबाट गाडी पनि आइरहेको छ अनि उताबाट मिसनमा केटीहरू पनि आइरहेको छ देख्न सक्नुहुनेछ तपाईँहरूले अनि म चाहिँ पसिनैसरी भएर साह्रो गाह्रो भइसकेको छ मलाई चाहिँ हिँड्दा पसिना देख्न सक्नुहुन्छ तपाईँले कति पसिना आइरहेको छ फाइनली आइपुगिसकेँ म आफ्नो ठाउँमा सो तपाईँहरू हेर्दै गर्नु होला अनि मजा आउनेछ तपाईँहरूलाई हामी चाहिँ फाइनली आइपुगिसकेको छौँ हामी चाहिँ यहाँ अनि हाम्रो यो देख्न सक्नुहुनेछ तपाईँले म आफ्नो ठाउँमा अघि मैले तपाईँलाई भनेको थिएँ तपाईँले यो भिडियो हेरिरहनु भएछ भने मैले चाहिँ ठ्याक्कै आइपुगिसकेँ सो तपाईँहरू हेर्दै जानुहोस् होला अनि म तपाईँलाई ब्युटिफुल सिनहरू देखाउनेछु सिनेम्याटिक ओके साथीहरू सो साथीहरू हामी फाइनली जाने ठाउँ चाहिँ यो हो र सनराइज यो देख्नुहुन्छ नि यो सनराइजमा जाने अनि त्यसपछि यो केटाकेटी खेल्ने ठाउँ अनि यो भयो अनि माथिको हेर्नु त्यो सक्नुहुन्छ तपाईँले फिल्मतिर पनि देख्नुहुन्छ नि कुन साउथ इन्डियन फिल्मतिर पनि तपाईँले हेर्नुभएको होला यो सायद होइन त्यो ठाउँमा जाँदैछौँ हामी त्यहाँ गएर चाहिँ हामी तपाईँहरूलाई देखाउनेछौँ एकदम सिनेमेटिक स्टाइलको भिडियो ल सो साथी ठ्याक्कै भनौँ भन्दा हामी सन निस्किने ठाउँमा चाहिँ आइपुगिसकेका छौँ तपाईँहरू देख्न सक्नुहुनेछ तपाईँलाई म अगाडिपट्टिबाट देखाउँदैछु हेर्नु होला यहीँ देख्नु यहाँ माथिबाट छ नि यहाँ यो ठाउँबाट चाहिँ सन आउँछ अनि अहिले चाहिँ यस्तो भइरहेछ अब अहिले त अब दिउँसो चर्को घाम लागिरहेछ नि त त्यसैले नआएको होला अहिले बेलुकातिर आउँछ त्यो बेलुकाको लागि चाहिँ हामी इन्तजार गर्दैनौँ किनभने वेट नगरेपछि त के गर्नु मान्छेहरू खास धेरै सन हेर्ने ठाउँ चाहिँ त्यो पर देख्न सक्नुहुन्छ यहाँ माथि चौतारा छ नि त्यहाँबाट चाहिँ मान्छेले हेर्छन् क्या पुरा सन आउँछ एकदम मजादार छ अरे ठाउँ चाहिँ
मैले त छ नै छ, मैले पनि हेरेँ, तर घाम चाहिँ लास्ट चर्को रहेछ साथीहरू यार। घाम चाहिँ पुरै चर्को छ, साह्रै चर्को भएर पसिना पनि यताबाट तप्प चुइरहेछ, यताबाट पनि तप्प चुइरहेछ हो। चुने ठाउँबाट पनि चुइरहेछ, नचुने ठाउँबाट पनि चुइरहेछ। के भन्नु, साह्रो परिरहेछ मलाई चाहिँ। आमामा यस्तो घाम देख्न सक्नुहुन्छ, घाम बप्परे के साह्रो घाम हो नि। यसको बाजे यसो हेरेको त कि यस्तो गरेर हेरेको कि केटीहरू पनि रहेछ क्या। मलाई साथीहरू हाम्रो क्यामेराम्यानहरू चाहिँ उता जानुभएको छ। दाजु मान्छे पुरा बस्छ यहाँ घाम हेर्नको लागि। यहाँ देख्न सक्नुहुन्छ अहिले चाहिँ घाम बहुत चर्को भएर चाहिँ। ओ दाइ, म त अलिक कालो कालो हुँदैछु जस्तो लाग्यो त यो घाममा त। यो चाहिँ हो क्या सिन, राख्नु पाइन्छ होला नि अहिले यार। यो चाहिँ हो क्या सिन। यहाँबाट चाहिँ घाम निस्किन्छ होइन दाइ। यो देख्न सक्नुहुन्छ, यो चाहिँ घाम निस्किने ठाउँ। यो चाहिँ घाम निस्किने ठाउँ हो कि हेर्नु, यहाँबाट चाहिँ घाम आउँछ, यहाँबाट चाहिँ घाम आउँछ। ब्याग खस्न आउँदैछ। हेर्नु न, एकछिन गर्नु। हेर्नु न हो। राम्रो गर्नु न बुढो, कस्तो खाले। हामी चाहिँ अहिले आइसकेको छौँ कहाँ भने के पऱ्यो दाइ, शिव मन्दिर है, आदियोगी। अनि हामी आदियोगी आइसकेको छौँ, भर्खर आइपुग्यौँ। गाडी चाहिँ यहाँ छ। अनि यहाँ देख्नु हुँदैछ मन्दिर तपाईँले, यसलाई नै भन्छ आदियोगी। अब एन्टी सेन्टी गरेर चटक्क पारेर जाने। त्योभन्दा पहिला हल्का हल्का हुनु पऱ्यो म, अनि जाने। अलिकति आएको छ हौ आची। सो साथीहरू, मैले भर्खर तपाईँबाट भनेको थिएँ, अनि म चाहिँ यहाँ आइपुगिसकेको छु। कहाँ भन्दा देखाउँ, यो हो क्या आदियोगी भन्ने ठाउँ चाहिँ यो हो साथीहरू। आदियोगी भन्ने ठाउँ चाहिँ यो हो, देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ मान्छेहरू टन्नै छ, यहाँ पहाडको बिचमा छ। यो चाहिँ म अहिले आदियोगीमा आइपुगिसकेँ फाइनली, हेर्न सक्नुहुन्छ। मेरो पछाडि देखिहाल्नु होला है, पुरै पहाडको बिचमा आदियोगी मूर्ति हाम्रो शिवजीको। जय शम्भो, जय शम्भो। उता हेर्नु तर चारैतिर पहाडै पहाड। यहाँ अगाडि हेर्नुहोस्, यहाँ त्रिशुल छ होइन, यो त्रिशुल चटक्क यहाँ। फेरि यहाँ हेर्नुहोस् त, जति हेरेँ हेरौँ 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 जस्तो लाग्ने क्या। यहाँ देख्न सक्नुहुन्छ है, यहाँ फेरि कति मान्छे छ। मान्छे त छैन आज, त्यति धेरै त छैन आज, तर छन् भनौँ न। अरू बेला जस्तो चाहिँ छैन त्यस्तो भिड आज चाहिँ। हाम्रो क्यामेराम्यान चाहिँ यता हुनुहुन्छ। अनि यो पहाड नजारा, नजारा हेर्नुहोस् न, नजारा। अरू के होइन, नजारा हेर्नु क्या तपाईँ, नजारा हेर्नुहोस्। अनि लाइक अनि सेयर गरिदिनुहोस् ल। मैले तपाईँलाई भनेको थिएँ, सो पुगिसकेँ आफ्नो ठाउँमा। हेर्नु सक्नुहुन्छ, सकिँदो रहेछ त। ए सक्यो, कति पर्सेन्ट छ ला। ये हो म आउने ठाउँमा चाहिँ। अनि उहाँ देख्न सक्नुहुन्छ। लेन्सले चाहिँ फोटो उयो हुन्छ ल भाइले त अर्को लेन्स देऊ त। ल यसले मात्रै मजा आएन।